तपाईँको सङ्गतले पनि फरक पार्छ कि। जस्तो मैले उहाँको किताब मलाई पहिले पठाइएको थियो, त्यहाँ हेरेँ मैले, उहाँको बारेमा सबैले लेख्नु भएको थियो, मैले नाम उच्चारण सबैले राम्रो लेखिरहनु भएको थियो। मैले आइडल मान्ने कलाकारकै, म एउटा कलाकार भएको हिसाबले कलाकारकै कुरा गरौँ, मैले आइडल मान्ने मान्छेहरूले चाहिँ त्यो बुकमा लेखिरहनु भएको थियो, लेख्नु भएको थियो सबैले। अहिले पनि त्यो बुक छ होइन, त्यो बुकको नाम मैले बिर्सेँ, त्यो बुक चाहिँ अहिले पनि छ होइन। त्यो बुकमा सबै लेख्ने, यी सबै मान्छेले लेखिरहेका छन्, यो कलाकारहरू आउँदैछन्, यस्ता यस्ता व्यक्ति आउँदैछन्, तिमी को हो र नआउने भाइ, आउन, प्रधानमन्त्रीले यो सेड्युल पठाइसकेका छ, यो गरिरहेछ भन्ने हिसाबले ब्ल्याकमेलिङ गरियो, अथवा त्यसरी त्यो एउटा मस्तिष्कमा छाप पारियो अनि गइयो। जो त्यहाँ उपस्थित मान्छेहरू हेऱ्यो, लेखकहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ होइन, आफू अलिकति साहित्यिक मनको मान्छे पनि होइन। अनि त्यसपछि भनौँ न, जहिले पनि अब एक किसिमले तपाईँ हामी बिरामी हौँ भन्ने कुरा भएको थियो नि, अफ ट्र्याक होइन, कहीँ न कहीँ उत्कृष्टै हुनुपर्ने, कहीँ न कहीँ चाहिँ गरेपछि होइन, एक्सट्रिमले म त कहिलेकाहीँ एक्सट्रिमले हामीले बोलेको कुरो